नमस्कार। नमस्कार। हजुरको परिचय दिनुस्। मेरो तिलक बहादुर दङ्गाली। म चाहिँ यो ट्याक्सीको चाहिँ बारेमा तपाईहरुले ल्याएको एमओको जुन याद छ त्यसमा चाहिँ एउटा कुरा नबुझेर सोध्न आएको। त्यसमा चाहिँ जो जाँदाखेरि आउने बोनस चाहिँ कहाँ आउने भन्ने कुरा मैले सर्टकटमा तपाईसँग यो बुझ्न लागेको। यसलाई राम्ररी बुझाइदिनु होला। र जुन एंगलले दिने बोनस छ त्यो बोनस कसरी आउँछ भन्ने तपाईको जिज्ञासा। यस। तपाईले आफ्नो प्रोफाइलमा गएर एउटा पे आउट डिटेल्स भन्ने एउटा अप्सन हुन्छ। त्यो अप्सनमा आफ्नो तपाईको बैंक खाता, तपाईको नाम, नम्बर, बैंक एकाउन्ट नम्बर र तपाईको नाम भर्नुपर्ने हुन्छ। त्यति गरिसकेपछि त्यो सिस्टममा तपाईले अपडेट गर्न साथ हामीलाई नोटिफिकेसन आउँछ र तपाईले दिनमा कति राइड गर्नुभयो, तपाईको बोनस कति हो भन्ने कुरा हामीले 24 घण्टाको एकपटक तपाईले क्याल्कुलेट गरेर डाइरेक्ट तपाईको बैंक एकाउन्टमा हाल्छौं। यो सुविधा तपाईलाई कस्तो लाग्यो? यो ठीक छ। यो ठीक छ, सबै ठीक छ। तर यो आउने सुविधा चाहिँ हामीले यापबाट पेसेन्जर झारिसकेपछि अलरेडी हाम्रो यापमा चाहिँ खातामा आउने सिस्टम चाहिँ तपाईहरुले गराइदिनु पर्यो। बस भने तपाईलाई इन्स्टेन्ट तपाईको प्रत्येक टिपमा तपाईलाई पैसा चाहियो। मानव चाहियो भन्दा जस्तो हामीले पेसेन्जरसँग लिने पैसा यदि घटाएर लिइसकेपछि अरु चाहिँ आउने पैसा चाहिँ हाम्रो जुन आउनुपर्ने एकाउन्टमा त्यो त्यतिखेर आउनु पर्यो। देख्दाखेरि सबलाई राम्रो भयो नि त हैन। अहिले हामीले तपाईको 24 घण्टामा एकचोटी पैसा हाल्ने व्यवस्था गरेका छौं। आउने दिनमा तपाईले भने अनुसार इन्स्टेन्टली पैसा हाल्ने व्यवस्था नै हामी गर्नेछौं। धन्यवाद। हस्।